हेलो गाइज अनि चाहिँ आजको भिडियो चाहिँ आइएम गोना टक अबाउट माई भिजा इन्टरभ्यू एक्सपिरियन्स। टकिङ अबाउट माई भिजा इन्टरभ्यू, म चाहिँ चितवनमा बस्ने भएर चाहिँ काठमाडौँ जान पऱ्यो थियो भिजा इन्टरभ्यू दिनको लागि। त्यही हो। म चाहिँ काठमाडौँ चाहिँ 2-3 दिन अगाडि गएको थिएँ। अनि भिजा इन्टरभ्यू दिनभन्दा अगाडि चाहिँ मलाई डर लाग्थ्यो, खत्रै डर लाग्थ्यो। बट पछि लागेन। प्रिपेरेसनको कुरा गर्ने भने चाहिँ मैले चाहिँ एन्सरहरू चाहिँ 2 महिना अगाडि नै प्रिपेयर गरेर भइसकेको थिएँ एन्सरहरू। बट त्यस्तो हुन्छ नि, यो म त रटेरै भइदिन्छु भन्ने तरिकाले चाहिँ मैले एन्सर घोक्या नि थिइनँ। जस्ट चिलमै थिएँ। जस्ट एन्सर चाहिँ बनाएर हुन्छ नि त, माइन्डसेट कस्तो थियो भन्दाखेरि चाहिँ एन्सर बनाएर राख्छु, अनि एन्सर बनाइसकेपछि चाहिँ त्यो प्रिन्ट आउट गरेर राख्छु, अनि जस्ट त्यसलाई अगाडि देखेपछि चाहिँ है मेरो इन्टरभ्यू आउँदैछ भनेर टक्क हुन्छ नि, मार्च 7 इन्टरभ्यू, प्रिपेरेसन फर इन्टरभ्यू भनेर अगाडिको पेज हुन्छ नि, त्यस्तै थियो। सो त्यसले चाहिँ मलाई मोटिभेट गर्थ्यो कि, मोटिभेट भन्दा पनि मेरो इन्टरभ्यू आउँदैछ भनेर चाहिँ मलाई झस्काइरहन्थ्यो भनौँ। पढ्न त त्यस्तो पढ्थिनँ। अनि रिसर्चहरू पनि अब त्यो युनिभर्सिटी छानिसकेपछि त्यही आफ्नो मेजरहरूको बारेमा त हो रिसर्च गर्नु। सो त्यति धेरै रिसर्च पनि त भएन मबाट चाहिँ, त्यति धेरै रिसर्च भएन है। त्यो युएसको त्यो युनिभर्सिटी छान्दा चाहिँ एकदम हुन्छ नि, कुन गरम भएको थियो। अनि पछि स्याटमा मार्क्स नआएपछि चाहिँ मैले टेक्सास स्टेट चुज गरेँ। सो पढ्दै जेसुकै हुन्छ भनेर, किनकि दिमागले धेरै कुरा सोचिरहेको थियो त्यतिखेर। 6-7 महिना बितिसकेको थियो 12को एक्जाम पछि। अनि केही नगरेपछि त्यस्तै हुने रहेछ। अनि त्यो भइसकेपछि मैले टेक्सास स्टेटमा चाहिँ मैले $90 तिरेर चाहिँ एप्लाई गरेँ कि। अरूले $45 तिरेर गरे चाहिँ मैले चाहिँ $90 तिरेर एप्लाई गरेँ। बट त्यो खेर गएन भनौँ अहिलेलाई। अरूले चाहिँ आइएसएन थ्रु चाहिँ 50% अफ हुने रहेछ त्यहाँबाट, अनि आइएसएन थ्रु गर्ने रहेछन्। बट मलाई त्यो थाहा भएन सुरुमा। सो मैले चाहिँ आफैले गरेँ। बाल भएन, मैले चाहिँ फेरि आफूले तिरेँ होइन, दाइले तिरिदिने भनेको। सो $90 त्यतिखेर तिरिदिनु भयो। मैले चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ टेक्सास स्टेट युनिभर्सिटीमा चाहिँ फुल स्कलरसिप पाइने रहेछ। मैले चाहिँ फुल स्कलरसिप पाउँछु भनेर नि होइन कि, जस्ट भरिदिन्छु टेक्सास स्टेट युनिभर्सिटीमा, अनि फुल स्कलरसिप दिइहाल्यो भने चाहिँ यहीँबाट जानु पर्ला भन्ने अलिकति माइन्डसेट बनाएर चाहिँ भरेको। बट त्यो भरिसकेपछि चाहिँ हप्ता 10 दिनमा मेरो स्कलरसिपको रिजल्ट आएको थियो कि। अनि मैले 12K पाएँ। 10K मेरो ट्युसन फी थियो भने 12K पाएँ। सो फुल स्कलरसिप भयो। अनि पछि कुरिरहेको थिएँ, अरू युनिभर्सिटीको नि एप्लाई गरेको थिएँ फुल ट्युसन आउँछ कि भनेर, बट आएन, अनि छोडिदिएँ मैले। सो टेक्सास स्टेट युनिभर्सिटीकै आधारमा चाहिँ अलिअलि रिसर्च गरेर चाहिँ मैले एन्सरहरू प्रिपेयर गरेँ 2 महिना अगाडि। सो त्यो एन्सरहरूलाई चाहिँ मैले खाटको साइडमा जहिले नि राखिरहेको हुन्थेँ। सो घोक्न चाहिँ घोक्थिनँ, रट्न नि रट्थिनँ। बट हप्ताको 1 दिन 2 दिन समथिङ त्यसरी नै चाहिँ मैले सर हेर्थेँ। अनि एन्सरहरू हुन्छ नि त, वर्ड्सहरू मेमोराइज हुन्छ नि त। जस्ट हामी नेपालीहरूलाई चाहिँ इङ्ग्लिस बोल्न नआउने भनेको वर्ड्स नआएर हो क्या। सो वर्ड्सहरू चाहिँ हल्का हल्का मेमोराइज हुन्थ्यो मेरो लागि। वर्ड्सहरू मेमोराइज भएपछि त इन्टरभ्यूमा त्यो एन्सरहरू घोक्नै पर्छ भन्ने छैन नि त। वर्ड्सहरू थाहा भएपछि त जस्ट आफ्नो कुरा त भन्ने हो त्यहाँ। वर्ड्सहरू याद भएपछि इङ्ग्लिसमा भन्न सकिन्छ, त्यस्तो गाह्रो हुँदैन। सो यसरी नै कट्यो 2, 3, 4, 5, 6, 7, 8 महिनै कट्यो। अनि चाहिँ हप्ता 10 दिनमा आएर चाहिँ अब इन्टरभ्यू आउन लाग्यो है। इन्टरभ्यू आउन लागेको 7-8 दिन अगाडिबाट चाहिँ यस्तो डर लाग्यो नि, यस्तो डर लाग्यो होइन, यस्तो डर लाग्यो। कहिले लाग्थेन होला कि मलाई, लिटरल्ली अहिलेसम्म त्यस्तो इक्जामको बेलामा डर लाग्थेन होला कि, त्यस्तो डर लाग्यो। अनि ठिक छ, अनि घरमा पनि नडराउने भन्नुभयो। जे हुन्छ हुन्छ नि त, अहिलेको सिचुएसनै त्यस्तै छ, गयो नि उयो नगयो नि उयो टाइपको। अब त्यहाँ जाने भनेको पढ्नलाई भनेर हो, त्यही राम्रो पढाइ छ भनेर हो, त्यति त हो। अब अहिलेको सिचुएसन त्यस्तै छ, त्यही भएर घरमा पनि भयो ठिकै छ, नभए ठिकै छ भन्नुभयो। अनि सो म आफ्नो मन बुझाइरहेको थिएँ, बट भित्र चाहिँ डर थियो। अनि चाहिँ
ठ्याक्क 3 दिन अगाडि चाहिँ म काठमाडौँ गएँ अनि काठमाडौँ गएपछि ठुलोबाबाको घरमा बसेँ अनि सबै डकुमेन्टहरू रेडी बनाएर लथेँ कि फोटो पनि 3 दिन अगाडि खिचेको थियो कि बट फोटो बिर्सिएछ के किनकि दुईवटा फाइलमा डकुमेन्ट राखेको थिएँ एउटामा चाहिँ मेन मैले 5-6वटा डकुमेन्ट मात्र लथेँ अनि एउटामा चाहिँ 5-6वटा डकुमेन्ट राखेको थिएँ अर्को फाइलमा चाहिँ मैले सबै डकुमेन्ट राखेको थिएँ कि अनि फोटो चाहिँ अर्को फाइलमा रहेछ अनि मैले सुरुमा दुइटै लान्छु भनेको थिएँ बट भोलिपल्ट चाहिँ एउटा मात्र लान्छु भन्ने सोच गरेँ अनि मेरो फोटो छुटेछ सो त्यही इन्टरभ्यूको 3 दिन अगाडि त्यहाँ गएपछि मैले बल्ल थाहा पाएँ कि मेरो फोटो छुटे भनेर धन्न थाहा पाएँ 3 दिन अगाडि सो छिटो हतार गरेर चाहिँ मैले चाहिँ फोटो निकालेँ फोटो खिचेको फोटो चाहिँ धन्न मेरो इमेलमा पठाइदिनु भएको रहेछ त्यो फोटो खिच्ने अङ्कलले अनि मैले त्यो फोटो निकालेँ अनि इमर्जेन्सी परेर होला दुईवटा फोटोको 200 रुपियाँ लेखिदियो बट वेस्ट भएन यति भयो त्यहाँबाट म काठमाडौँ गएको 3 दिन अगाडि त्यो 1 दिन कट्यो अब 2 दिन रह्यो त्यो 2 दिन चाहिँ मलाई डरै लागेन क्या त्यो अघिल्लो दिनबाट चाहिँ मलाई डर लागेन 7 डेज अगो चाहिँ म यस्तो डराएको थिएँ भने 2 डेज अगो चाहिँ म डराएकै थिइनँ कि किनकि प्रिपेरेसन यस्तो बवालै भइसकेको थियो त्यो त्यतिखेरसम्म प्रिपेरेसन नि वेल थियो कि मेरो हुन्छ नि प्रिपेरेसन ठिक्क भए पनि कन्फिडेन्स चाहिँ हुन्छ नि मैले प्रिपेरेसन चाहिँ बवालै गरेको भन्ने थियो क्या किनकि 2 महिना अगाडिबाट एन्सर पेन हानेर राखेको जी भयो नपढे पनि त सर त हेरिन्छ नि त त्यस्तो गरेको अनि चाहिँ 1 हप्ताबाट त अब म इन्टरभ्यू आउन लाग्यो अब म जिम जाने मान्छे पनि 1 हप्ताबाट जिम छोडेर यता बाहिर उता नजाने गरेर नपढे पनि घरमै बसेर हुन्छ नि आफ्नो माइन्डसेट चाहिँ है मेरो इन्टरभ्यू आयो भन्ने माइन्डसेट चाहिँ बनाएर राखेको थिएँ कि सो त्यति भयो अनि 2 दिन अगाडि ठ्याक्क अघिल्लो दिन चाहिँ अनि मैले मक दिइनँ मैले यो कन्सल्टेन्सी गरेर मक दिने काम गरिनँ अनि मैले यो टेलिग्राममा नि मक दिने काम गरिनँ किनकि मलाई चाहिँ के लाग्थ्यो भन्दाखेरि अब यो कन्सल्टेन्सी गरेर मक दिने काम त मबाट हुन्न किनकि मैले कन्सल्टेन्सीबाट एप्लाई नि गरेँ होइन अनि त्यो मक मात्र दिन त्यो के गइरहनु चिन्दै नचिने ठाउँमा सो त्यो छुट्टै पाटो भइहाल्यो बट टेलिग्राममा चाहिँ म सबै ग्रुपमा एड थिएँ बट मैले मक दिइनँ किन दिनँ भन्दाखेरि मैले अरूको मक सुन्थेँ बट मैले आफूले दिइनँ किनकि मलाई के लाग्यो भन्दाखेरि चाहिँ त्यहाँ जब फिडब्याक दिन्छन् नि त्यो 10वटा फिडब्याक लिँदाखेरि आफ्नो एन्सर चाहिँ जुन आफूले एन्सर बनायो नि त्यो एन्सर त नराखे नि हुने रहेछ कि पुरै चेन्ज गर्नुपर्ने त्यो फिडब्याक अनुसार सो त्यो 2-3 दिन अगाडि त्यो 5-6 दिन अगाडि आएर टेलिग्राममा मक दिनु भनेको बेकार हो यदि दिन मन लाग्यो भने चाहिँ 1-2 महिना अगाडि नै मक दिए हुन्छ नत्र भए त्यो एन्सर चेक त्यो हुन्छ नि त्यो एन्सरमा उनीहरूले खराबी निकालिदिन्छ त्यो भएपछि प्यानिक भइन्छ सो आई फिल लाइक द्याट सो मैले चाहिँ मक दिइनँ अनि त्यो रियालिटी पनि हो कि अब 2 दिन पछाडि इन्टरभ्यू छ अनि चाहिँ 2 दिन अगाडि आएर चाहिँ मक दिएर चाहिँ अनि उनीहरूले केही कमी निकालिदियो भने अनि त्यहाँ गएर अकबकियो भने त्यहाँ गएर प्यानिक भयो भने इन्टरभ्यूमा राम्रो गर्छु भन्ने कुनै आशै हुँदैन सो मैले केही गरिनँ मैले चाहिँ मक कसरी दिएँ भन्दाखेरि घरमा चाहिँ 3-4 दिन अगाडि चाहिँ दिदीले लेखिदिनु भएको थियो त्यति एउटा हो अनि एउटा साथीले लेखिदिन्थ्यो 2-3 चोटि त्यति हो अनि इन्टरभ्यूको अघिल्लो दिन एकचोटि मक दिएँ दिदीको अगाडि त्यति हो म एकदम कन्फिडेन्स थिएँ के किनकि मैले पुरै इन्फर्मेसनहरू कलेक्ट गरेर राखिसकेको थिएँ माइन्डसेट बनाइसकेको थिएँ कस्तो इन्भाइरोमेन्ट हुन्छ के हुन्छ भनेर मेन चाहिँ मेरो कन्फिडेन्स बिल्डअप चाहिँ के भएर भयो भन्दाखेरि चाहिँ मेरो माइन्ड चाहिँ यस्तो खतरा मेकअप थियो कि म चाहिँ इन्टरभ्यू दिनभन्दा जान अगाडि नै इन्टरभ्यू चाहिँ मैले दिइसकेँ जस्तो फिल भएको थियो कि किनकि मेरो माइन्डसेट चाहिँ मैले त्यसरी राखेको थिएँ कि मैले सबै भिजा लगाइसकेको स्टुडेन्टबाट चाहिँ त्यहाँ के हुन्छ कस्तो हुन्छ हुन्छ नि इन्भाइरोमेन्ट बुझेर हुन्छ नि म यस्तो गर्छु त्यहाँ गएर यस्तो गर्छु जस्तै अब त्यहाँ लाइन बस्नु पर्थ्यो एकछिन कुरेर मैले त्यो माइन्डसेट बनाइसकेको थिएँ त्यो चेकिङ हुन्थ्यो त्यो माइन्डसेट बनाइसकेको थिएँ त्यहाँ गएर गार्डनमा बस्ने मैले माइन्डसेट बनाएर मैले गरिसकेको थियो त्यहाँ गएर डकुमेन्ट चेक गर्ने माइन्डसेट भइसकेको थियो बायोमेट्री मैले दिमागमै गरिसकेको थिएँ इन्टरभ्यू मैले दिमागमै दिइसकेको थिएँ होइन त्यो माइन्डसेट थियो अब भयो भोलिपल्ट इन्टरभ्यू
फाइनली इन्टरभ्यूको दिन आयो। मैले अलार्म राखेको थिएँ 5 बजेको, 5 बजेको राखेको थिएँ, अनि 4:50 समथिङ त्यस्तैको राखेको थिएँ। अनि दिदीले फोन गरेर उठाइदिनु भयो क्या। अलार्म राखेको थिएँ बट अझै छिटो उठाइदिनु भयो दिदीले। सो उठेँ अनि हातमुख धोएँ, अनि फ्रेस हुन नआउँछु भनेको थिएँ। फेरि चिसो हुन्छ कि जस्तो लाग्यो, चिसो चिसो रहेछ केटिएममा। अनि फ्रेस हुनलाई मैले हातखुट्टाहरू चाहिँ धोएँ राम्रोसँग, अनि कपडा लगाएँ। कपडा पनि मेन इम्पोर्टेन्ट चिज हो इन्टरभ्यूको लागि। योर फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भने जस्तै। सो म चाहिँ के रिकमेन्ड गर्छु भन्दाखेरि चाहिँ केटाहरूलाई कोट प्यान्टै लाएर जाऊ है। इन्टरभ्यू दिनु छ भने कोट प्यान्टै लाएर जाऊ, फर्मल ड्रेसमै जाऊ है। अनि केटीहरूको लागि चाहिँ अब फर्मल हुन्छ नि त, केटीहरूको नि आफ्नै कोट प्यान्टै हुन्छ, लाउन मिल्छ, कोट प्यान्टै लाए हुन्छ, ब्लेजर हुन्छ होइन। जसो तसो चाहिँ हुन्छ नि, आफू चाहिँ जेन्टलम्यान होस् के। अब तिमीहरू आफूले स्पोन्सरमा चाहिँ माई प्यारेन्ट्स ह्याभ अ सेभिङ अबाउट 34, 35, 40, 50, 60, 70K USD भनेर देखाउँछौ। अनि चाहिँ कपडा चाहिँ अब त्यो हुन्छ नि, रत्न पार्कमा आई लभ नेपाल लेखेको जस्तो हुन्छ नि, सर्ट प्यान्ट लाएर गयो भने चाहिँ अब त्यो पनि सोच्ने कुरा हो नि त भोले होइन। अब उनी इन्टरभ्यू लिने मान्छेले त्यो पनि सोच्ने कुरा भयो। सो म चाहिँ के रिकमेन्ड गर्छु भन्दा सकेसम्म चाहिँ कोट प्यान्ट लाऊ। यदि गाह्रै पर्छ भने, छैन भने पाइन्छ त सस्तो सस्तोमा नि फर्मल ड्रेस पाइन्छ, सेमी फर्मल त पाइन्छ नि त, आफूलाई स्मार्ट देखाउने। सो त्यति चाहिँ गरेर जाऊ इन्टरभ्यू दिन जाँदा। त्यति भयो। अनि त्यो गइसकेपछि लेट्स कन्टिन्यू है, मैले मेरो भन्न खोजेको। सो मेरोबाट कन्टिन्यू गरौँ। उज्यालो भयो, मैले सबै कुरा गरेँ। ठ्याक्क 6 o'clock म कलङ्कीबाट हिँडेँ। माले मलाई डिस्टर्ब हानिरह, बट म यति धेरै डिस्टर्ब भएको थिइनँ इन्टरभ्यूमा। सो म कलङ्कीबाट 6 o'clock हिँडेँ। 6 o'clock हिँडेपछि काठमाडौँ थाहा छ सबैलाई, जाम पर्छ, बसले झ्याप 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 रोक्छ। त्यो धक्का खाँदै, चितवन भएको मान्छे त्यो धक्का खाँदै प्यानिक भइनँ त्यति धेरै, बट ढिलो हुन्छ कि जस्तो लाग्थ्यो, किनकि लाइनमा बस्नुपर्छ। थाहा थियो नि त, माइन्डसेट थियो त्यहाँ धेरै लाइन भयो भने लाइनमै म प्यानिक हुन्छु जस्तो लाग्थ्यो मलाई। सो मैले त्यो सोचिरहेको थिएँ, अब हुन्छ हुँदैन भन्ने मेरो माइन्डसेटै थिएन कि। मेरो चाहिँ माइन्डसेट थिएन कि, मेरो माइन्डसेट के थिएन भन्दाखेरि मेरो हुँदैन भन्ने चाहिँ मेरो माइन्डसेटै थिएन कि। मेरो हुन्छ भएपछि यो गर्छु भनेर मेरो प्लान यसरी यसरी लाइन स्टेप वाइज थियो कि मेरो चाहिँ प्लान। यहाँ हुन्छ, यहाँ पछि म यो गर्छु, यहाँ पछि यो गर्छु, यहाँ पछि यो गर्छु, यहाँ पछि यो गर्छु, यता जान्छु उता जान्छु, यस्तो प्लान थियो है। जान त गइनँ, किनकि घर आउन मन लाग्थ्यो नि त। अभियसली भिजा लगाएपछि खुसी हुन्छ, बाबा मम्मीसँग भेट्न मन लाग्छ। सो घर आउन मन लागिरहेको थियो। त्यो माइन्डसेट थियो कि एउटा, यता जान्छु उता जान्छु। भिजा लागेपछि नलाग्ने चाहिँ मेरो माइन्डसेटै थिएन कि। अनि 1 घन्टा पछि ठ्याक्क 7 बजेतिर चाहिँ युएस एम्बेसी नारायण गोपाल चोक पुगेँ होइन। त्यहाँनिर झराइदियो, त्यहाँबाट अलिकति त छ, 5 मिनट नै लाग्दैन, 2 मिनट जतिमा युएस एम्बेसी पुगेँ म हिँडेर। दिदीसँग गएको थिएँ कि। हुन्छ नि त, एक्लै जान हल्का गाह्रो त लाग्थेन, बट दिदी जानुभएको थियो, दिदी जानुभयो होइन। अनि त्यहाँ युएस एम्बेसी जाँदा जाँदा त्यहाँ गणेश भगवानको फोटो नि रहेछ, ढोगेँ, भेटीसेटी चढाएँ होइन, यसरी ढोगेँ। अनि पुगेँ म युएस एम्बेसी। त्यहाँबाट दिदी जानुभयो, टक्क डकुमेन्ट लिएँ, लाइनमा बसेँ। धन्न चाँडै निक्लेछु भनौँ अब 6 बजे, किनकि म जाँदा फेरि आधी लाइन बसिसकेको थियो। म त्यो लाइनको लास्टसम्म बस्या भए चाहिँ बरु प्यानिक हुन्थ्यो होला, काइन्ड अफ प्यानिक हुन्थ्यो होला। गएँ, लाइनमा बसेँ। मेरोभन्दा अगाडि चाहिँ भिजिट भिसामा जाने 2जना आमा बुवा हुनुहुँदो रहेछ। अनि पछाडि चाहिँ एउटा दिदी हुनुहुन्थ्यो। अनि बोल्दिनँ भनेर सोचेको थिएँ जाँदा त, कोहीसँग इन्टरेक्टै गर्दिनँ भन्ने सोचेको थिएँ, बट मेरो त्यो बानी नै छैन कि, बोलिदिइहाल्ने छ क्या बानी। अनि बोल्छु सोचेँ, बोलेरै कन्फिडेन्स बिल्डअप गर्छु भने त्यहाँ भएको वरिपरि भएको त्यो सर्कलमा सबसँग बोलेर भ्याइदिएँ। पछाडि दिदीसँग नि बोलेँ, ब्याचलरमा जान लाउनु भएको, डिग्रीमा जान लाउनु भएको रहेछ। अनि चाहिँ अगाडिको आमा बुवासँग नि बोलेँ। यस्तो हाँसेर बोलेँ नि, उनीहरूलाई त लागेछ कि मेरो भिजा लाग्छ। त्यही भएर त्यो आमा बुवाले चाहिँ मलाई मेरो भिजा नलाग्दै, यो बाबु त यस्तो खुसी छ, भिजा चाहिँ लाग्छ है यो बाबुको भन्नुभएको थियो। अनि दिदीहरू पछाडिको दिदीहरू चाहिँ यस्तो प्यानिक भइरहनु भएको थियो। अनि त्यो डकुमेन्ट निकाल्दा हुन्छ नि यस्तो गर्दा,
यसरी कामै थियो क्या हात कत्तिको। म हेरिरहेको थिएँ, विचार गरिरहेको थिएँ, अनि मुस्कुराइरहेको थिएँ होइन। अनि 6-6जना गरेर चाहिँ पठायो कि चेकिङको लागि, सेक्युरिटी चेकिङको लागि 6-6जना गरेर पठायो। ढक्क मेरो पालि आयो। मेरो पालिमा चाहिँ ठ्याक्क म अगाडि थिएँ कि 6जनामा 1 2 3 4मा चाहिँ म 1 नम्बरमा थिएँ क्या। अनि म गएँ, सेक्युरिटी चेकअप भयो। मैले सबै रुल्स एन्ड रेगुलेसन पढेर गएको थिएँ। सो म त्यहाँ गएर अलिकति पनि यताउता नहोस् भनेर मैले सबै मेटालिक चिजहरू केही पनि लथिनँ, खानेकुराहरू केही थिएन। सो म ढुक्क थिएँ मसँग केही छैन भनेर। अनि केही छैन भनेर गएँ। अनि त्यहाँ डकुमेन्ट राखेको थियो, डकुमेन्ट उठाएर गार्डनमा गएँ। गार्डनमा 1 मिनट नि वेट गर्नु परेन होला, आफूलाई काम गरिरहेको थिएँ कि। म प्यानिक भएको थिइनँ, बट त्यही पनि हुन्छ नि त्यो सिचुएसन थाहा थियो नि त आफूलाई, काम गरिरहेको थिएँ। अनि म गएँ, भित्र छिरेपछि त्यो इन्भाइरोमेन्ट मैले सोचेको भन्दा राम्रो थियो कि, किनकि एकदम सानो कोठा होला, अनि यहीँ लिन्छ होला, यहीँ त्यो भनेको सुनेर चाहिँ म हुन्छ नि एकदमै सोचिसकेको थिएँ। बट त्यहाँ गएपछि चाहिँ है खत्रै रहेछ कि, आफूले सोचेको भन्दा पनि राम्रो रहेछ जस्तो फिल भयो। अनि डकुमेन्ट बुझाएँ, पासपोर्ट बुझाएँ। अनि त्यहाँ चेक गर्नुभयो, त्यहाँबाट काउन्टर नम्बर 3मा पठाइदियो मलाई। काउन्टर नम्बर 3मा मेरो बायोमेट्रिक भयो। अनि बायोमेट्रिक भएपछि मेरो सबै डकुमेन्टहरू चेक गरिदिनु भयो त्यहाँ भएको उसले। अनि त्यहाँपछि मलाई फेरि कस्तो डर लाग्छ भन्दाखेरि, यस्तो डकुमेन्टेसनको कुरामा चाहिँ मेरो हुँदैन कि, यो डकुमेन्ट बिग्रिन्छ कि जस्तो फिल हुन्छ कि। अनि त्यहाँ पनि त्यही फिल भइरहेको थियो। सो त्यहाँ मेरो पास भयो, फोटोसोटो स्क्यान भयो। अनि फाइनल्ली म इन्टरभ्यू दिन गएँ। म कस्तो मान्छे भन्दाखेरि, म यस्तो कन्फिडेन्स थिएँ नि इन्टरभ्यू दिन जाँदामा, कि यस्तो वासरुम जान मन लागिरहेको थियो। बट त्यो माइन्डसेट बिग्रिन्छ भनेर म वासरुम नगइकन इन्टरभ्यू दिन छिरेँ क्या लाइनमा। त्यहाँ वासरुम जान पाइन्छ क्या। अनि गइनँ म वासरुम। बट कस्तो थियो भन्दा, म चाहिँ त्यो काउन्टर नम्बर 3मा बायोमेट्रिक गर्न जाँदा चाहिँ म टेक्सास स्टेट जान लागेको हो। मेरो अगाडि टेक्सास स्टेटको स्टुडेन्ट रहेछ क्या, जसले 10K स्कलरसिप पाएको, अनि इकोनोमिक्समा जान लागेको रहेछ सोल्टी। अनि मेरो पनि टेक्सास स्टेट, उसको पनि टेक्सास स्टेट। अब ठिकै छ, त्यहाँ इन्टरभ्यू दिन जाने बेलामा काउन्टर त छुट्टै हुन्छ नि त, काउन्टर छुट्टा छुट्टै परिन्छ होला भनेको एउटै काउन्टर परिदियो के। एउटा भो थियो। अब त्यो मलाई त्यो भोको टाउको साउको कस्तो थियो, त्यो कलर के त्यो त मलाई थाहा भएन। बट त्यो भोसँग चाहिँ एउटा केटी चाहिँ यस्तो दामी तरिका एउटा क्वेसन सोधेर नि म इम्प्रेस भयो त्यो भोसँग। अनि यसले चाहिँ दिन्छ कि क्या हो जस्तो फिल भयो, मलाई त्यहीँ जान मन लाग्यो क्या। अनि त्यो केटालाई छ नि, केटालाई चाहिँ त्यहाँ पठाइदियो, 10 नम्बर काउन्टर थियो होला, त्यहाँ पठाइदियो त्यो टेक्सास स्टेटको केटालाई, इकोनोमिक्स लिएको। अनि त्यहाँ पठाइदियो। अनि मलाई पनि त्यहीँ जान मन लाग्थ्यो कि। अब त्यो गयो भनेर मैले सोचेकै थिइनँ कि, म त्यहीँ जान मन लाग्थ्यो मलाई। अनि मलाई पनि त्यहीँ लगेर राखिदियो कि त्यहाँको स्टाफले, त्यहीँ लगेर राखिदियो। अनि त्यो केटालाई त आम्मा कति सोध्यो कि। अनि त्यो केटा हल्का अकबक्या जस्तो भएको थियो। अनि त्यसले सबै कुरा भन्यो, मैले यति स्कलरसिप पाएँ, यति 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 बनाइ थियो। बट अलिअलि अकमकिरहेको थियो। सो लास्टमा त्यसलाई फालिदियो, येल्लो स्लिप दियो। त्यसलाई येल्लो स्लिप दियो है। मैले देख्न त देखेँ, बट मलाई डरै लागेन कि त्यसले येल्लो स्लिप पायो भनेर। मैले त त्यतातिर त सोच्नै भ्याइनँ कि पछि घर आएर त्यसले येल्लो स्लिप पाएको, टेक्सास स्टेटै हो नि है त्यो पनि भन्ने त्यो फिल भयो। अनि म त्यतातिर सोचेको थिइनँ कि। अनि मेरो टर्न आयो, फाइनल्ली मेरो टर्न इन्टरभ्यू दिन गएँ होइन। हल्का सुटेड भुटेड भएर गएको थिएँ होइन। म आफ्नो पर्सनालिटीमा चाहिँ एकदम हुन्छ नि एट्र्याक्ट हुन्छ जस्तो फिल भएर क्या। मैले चाहिँ उनलाई मेरो पर्सनालिटी नै एट्र्याक्ट गर्छु जस्तो फिल भएर नै गएको थिएँ कि म। अनि सायद गरेँ पनि होला, किनकि मेरो 40 सेकेन्डमै भिजा लगाएको हो क्या। अनि मैले चाहिँ जब 3टा डकुमेन्ट निकालेँ, पासपोर्ट, I-20 र अनि चाहिँ 12को ट्रान्सक्रिप्ट, अनि अरू डकुमेन्ट साइडमा राखेँ। त्यो 3टा पास गरेँ। सुरुमा त मैले नमस्ते अफिसर भनेर एकदम स्माइल दिएर हुन्छ नि, काइन्ड अफ जेन्टलमेन भएर चाहिँ अनि चाहिँ डकुमेन्ट पास गरेँ। अनि प्लिज पास मी योर डकुमेन्ट भनेर चाहिँ पास गरेँ है। फेरि हियर इट इज भनेर पास गरेँ। अनि आर यु गोइङ फर मेकानिकल इन्जिनियरिङ भनेर सोध्यो। अनि यस अफिसर भने। अनि यस अफिसर आई एम पर्सिङ मेकानिकल इन्जिनियरिङ इन टेक्सास स्टेट युनिभर्सिटी भने। अनि यति भनिसकेपछि उसले सोध्यो वाइ मेकानिकल इन्जिनियरिङ। अब मेरो ब्याकग्राउन्डै यस्तै इन्जिनियरिङ फिल्ड्स, अनि चाहिँ रोबोटिक्स अनि एक्जिबिसन टाइपको छ क्या। सो यो एन्सर बनाउन मलाई त्यति गाह्रो पनि भएन।
मैले के भने भन्दा एन्सर भने एन्सरमा चाहिँ के थियो भन्दा इट अलाइन विथ माई प्यासन फर इनोभेसन फ्रम यङ एज आई हेभ बिन फ्यासिनेटेड बाई हाउ मेसिन एन्ड सिस्टम अपरेट्स which inspire me to explore field like mechanics, robotics and engineering. Something यस्तै भने. Following that, I have participated in many more robotics and engineering program, which motivate me to go deeper into the field of machinery. Something यस्तै भने. And last, my ultimate goal is to reduce complete reliance on Nepal automobile on a foreign country. Something यस्तै भनेर इन्ड अप गरेको थिएँ. अनि उसलाई म अटोमोटिभ सिस्टममा अथवा भेहिकल डिजाइनमा गएको थाहा भएछ. त्यो एन्सरले नि होला उसले हेऱ्यो पनि होला. अब मेरो डिएसमा सबै कुरा थियो. मिन टाइममा के गरिस् भन्दा मैले यस्तो यस्तो प्रोग्राममा पार्टिसिपेट गरेँ, यस्तो यस्तो त्यो उसले हेऱ्यो होला. सो त्योसँगै कनेक्ट भयो नि त एन्सर. अनि यति भइसकेपछि उसले के सोध्यो भन्दाखेरि चाहिँ एज इभी इज इन्क्रिजिङ डे बाई डे विल यु प्रिफर इभी अर इन्जिन वेल भेहिकल्स भनेर सोध्यो क्या. अनि यो क्वेसन त मैले प्रिपेयर गरेको थिइनँ, बट तर पनि मलाई डरै लागेन कि होइन. त्यहाँ म अब त्यो माइन्डसेटै थिएन कि डराउने. म कन्फिडेन्स भएर नै एन्सर थाहा थिएन, तर भर्र जे आउँछ त्यो चाहिँ भनिदिइरहेको थिएँ कि. सो मेरो एन्सर चाहिँ यस्तै यस्तै थियो कि अब आई प्रिफर इभी मोटर्स भेहिकल समथिङ यस्तै भने. अनि वाइ भनेर सोधेँ. अनि बिकज इट विल मेक अ सस्टेनेबल चेन्जेस इन इन्भाइरोमेन्ट समथिङ यस्तै भनेर. अनि एज engine well, petroleum products and diesel wells are decreasing day by day. May it be something यस्तै भनेर त्यो सकिन्छ भनेर चाहिँ त्यहाँ त्यतिखेर चाहिँ भन्दै थिएँ कि जस्तो जस्तो मिलाएर चाहिँ वर्ड्स मिलाएर चाहिँ भनिदिएँ होइन. त्यो हराउन सक्छ त्यो वेलहरू एउटा समयमा गर. सो त्यतिखेर हामीलाई इलेक्ट्रिसिटी नै चाहिन्छ. सो इभी क्यान बी मोर सस्टेनेबल फर आवर इन्भाइरोमेन्ट भनेर यति नै भन्दै थिएँ. अझै अलिकति लङ्कटमा भन्दै थिएँ. कङ्ग्रेचुलेसन बोय, आई एम ग्रान्टिङ यर भिजा भनेर ग्रिन स्लिप दियो. मलाई एउटा पोइन्टमा लाग्थ्यो कि त्यसले मेरो रिजेक्ट हानिदिन्छ कि, किनकि म अलिअलि अड्किन थालेको थिएँ कि होइन. भन्दैछु यस्तो यस्तो गरिरहेको थिएँ कि भन न भनिरहेको थिएँ कि. मलाई टन्नै टाइम दिएको थियो कि. मैले टन्नै वाइ मेकानिकल इन्जिनियरिङमा नि मैले 1 पेज जति नै एन्सर लेखेको थिएँ, 1 पेज जति नै एन्सर भनिदिएँ. अनि त्यसमा पनि सुनिरहेको थिएँ, यस्तो यस्तो गरिरहेको थिएँ. अनि त्यति भन्दै चाहिँ कङ्ग्रेचुलेसन बोय, आई एम ग्रान्टिङ यर भिजा भनेर चाहिँ ग्रिन स्लिप दियो. म त्यस्तो एक्साइटेड भएर मैले त्यहाँ देखाइनँ. बट त्यो नदेखाए नि भित्र त खुसी हुन्छ नि त. यत्रो मेहनतहरूको फाइनल्ली आई गट यार. अमेरिकाको ड्रिम पनि फुलफिल हुने भयो भनेर गएको थिएँ. अब त्यो युएस एम्बेसीको ढोका त हो, यस्तो गरुङ्गो थियो नि. म जिम जाने मान्छेलाई नि त्यतिखेर त यस्तो गरुङ्गो लाग्यो नि, म ढोकै खोल्न नसकिरहेको. त्यो एक्साइटमेन्टले गर्दा नि होला नि है. सो त्यो ढोकै खोल्न सकिनँ मैले. अनि त्यहाँको स्टाफले चाहिँ यस्तो गर न भनिरहेको थियो. मलाई भए जस्तो भयो नि, म ढिलो जान्छु तर आफै खोलेर त्यस्तै फिल भइरहेको थियो. अनि पछि त्यो आमा बुवाले नि मलाई हेरिरहनु भएको रहेछ कि, जुन आमा बुवासँग म इन्टरेक्ट गरिरहेको थिएँ. अनि भिजा पायो तिमीले भनेर सोधिरहेको थिएँ नि. भने. अनि अरू पनि थियो. म त्यहाँ इन्टरेक्ट गरेको सबले सोधिरहेको थियो कि मलाई. ठ्याक्क बिहान निक्लेँ. अनि कुर्सीमा एकजना बस्थ्यो, भिजा पायो भने. भने लास्टमा मेरो पछाडि भएको दिदी यस्तो प्यानिक हुनुभएको थियो नि. त्यो दिदीको रिजेक्ट भएछ. बट त्यो दिदी मलाई बाटोमा अलिकति अगाडि पुगिसकेपछि नि भाइ तिम्रो के भयो भनेर सोध्न आउनु भयो कि. त्यो दिदी त यस्तो प्यानिक हुनुभएको थियो कि त्यो दिदीको चाहिँ एउटा क्वेसन सोधेरै रिजेक्ट हानिदियो त्यही भनिरहनु भएको थियो. अनि मलाई लागिरहेको थियो त्यो दिदी रिजेक्ट हुन्छ पनि, किनकि यस्तो कामिरहेको थियो यार. बिचरा त्यो दिदी बायोमेट्री पनि नगरिकन इन्टरभ्यू दिने लाइनमा छिरेछ के. त्यो त्यत्रो डराएर कि अब के गर्ने भएर. अनि मैले बायोमेट्रिक गरेर पठाइदिएँ है. अनि म इन्टरभ्यू लाइनमा बसेँ. अनि त्यो दिदीले नि सोध्नु भयो. अनि सबै कुरा ठिक भयो. यति भएपछि एकछिनलाई आनन्द भयो आफूलाई न. 1 वर्षको मेहनत. अब त्यो सेल्फ एप्लाई गर्दा त झन् के हो जस्तो हुने रहेछ यदि त्यो इन्फर्मेसन नपाएपछि. सो यति नै हो. मैले चाहिँ यति गरेँ. त्यति गाह्रो हुँदैन यार युएसको भिजा क्र्याक गर्नलाई, भिजा इन्टरभ्यू क्र्याक गर्नलाई त. त्यस्तो फिल भयो है मलाई, किनकि कन्फिडेन्स चाहिँ एउटा मेन चिज हो. पर्सनालिटी त्यसरी नै बिल्डअप गर्नु पऱ्यो. आफूलाई त्यसरी नै प्रिपेयर गर्नु पऱ्यो. एन्सर प्रिपेरेसन त्यो आफ्नो ठाउँमा छ, लक आफ्नो ठाउँमा छ. बट आफूलाई यसरी प्रिपेयर गर्नु पऱ्यो कि म रिजेक्ट हुन्न भनेर चाहिँ प्रिपेयर गर्नु पऱ्यो क्या. सो यति नै हो. मलाई लाग्दैन कि भिजा लाग्दैन भनेर कसैको पनि. सबैको भिजा लाग्छ यदि राम्रोसित प्रिपेयर गरेर कन्फिडेन्स भयो भने. त्यो भिजा अफिसरले जे पनि सोधिदिन सक्छ कि. झ्याप्पा लाएर एउटा कुरा सोध्यो भने अकमक्किनु भएन. मलाई स्पोन्सरले सोधेन, केही पनि सोधेन. जब 3टा क्वेसन सोधेर भिजा दियो. त्यो भनेको
उसले मेरो कन्फिडेन्स पनि हेऱ्यो होला, मेरो पर्सनालिटी पनि हेऱ्यो होला, केही न केही त हेरेर दियो नि त, यत्तिकै त दिएन नि त किनकि युएस एम्बेसी हो। सो यति भयो, त्यहाँबाट निक्लिएँ। त्यहाँबाट पछि त मेरो भ्लगमा नि अलिअलि छ, म कतिको एक्साइटेड थिएँ। अब त्यहाँपछि त आफ्नो जोनमा नि त जानु पऱ्यो नि होइन, इन्जोय गर्नु पऱ्यो। कति टाइम एक्लै झोक्राएर बसिरहनु, अब कहिलेकाहीँ बाहिर हिँड्नु। सो मेरो आफ्नो जोनमा भएर म एकदम एक्साइटेड होइन, एकदम फ्यान्टास्टिक मान्छे होइन, मलाई त्यही नै मनपर्छ। सो म यस्तै छु। सो भिजा लाग्यो, अब के गर्नुपर्छ, अब बुझिरहेको छु म के गर्नुपर्छ। यति नै हो। अब सबैको भिजा लाग्छ, प्रिपेयर गर्नु, जसले हेरिरहनु भएको छ सोध्न मन लाग्छ। अनि मलाई मेरो इमेलमा मेसेज गरे नि हुन्छ। अहिले त इमेल त्यो युएस एप्लाई गरेदेखि त इमेल त हुन्छ नि, सुरुमा इमेल छ, त्यहाँबाट अरू सोसियल मिडिया हो नि त। इमेलमा मेसेज गरे नि हुन्छ, फेसबुकमा गरे नि हुन्छ, जहाँ गरे पनि हुन्छ है। सो यति नै हो, गाह्रो छैन, सबैले मेहनत गर्नु भएको छ। यति नै मेरो एक्सपिरियन्स यही हो है। मेरो मेन मलाई चाहिँ के लाग्छ भन्दाखेरि मेरो भिजा लगाएको भनेको मेरो कन्फिडेन्सले गर्दा हो होइन, मेरो कन्फिडेन्सले गर्दा हो। सो बी कन्फिडेन्स अनि प्रिपेयर योर सेल्फ फर योर युएस भिजा इन्टरभ्यू। अनि मेरो भ्लग हेर्दै गर्नु, मलाई लाइक गरिदिनु, सब्सक्राइब ठोक्न मन लागे ठोकिदिनु, कमेन्ट गर्न मन लागे गरिदिनु, नमन लागे नगरिदिनु। सो आजलाई यति नै। म त कोठा मिलाउन लाग्थेँ, फेरि सम्झिएँ कि एक्सपिरियन्स भन्नु पऱ्यो भनेर सो भनिदिएको, राम्रो लाग्यो मलाई पनि। पहिला त मलाई यसरी क्यामेरामा बोल्न पनि लाज लाग्थ्यो, अचेल त लाग्दैन, किनकि म यस्तो आफ्नो जोनमा पुगेर हुन्छ नि, यस्तै कन्फिडेन्ट छु कि अब पब्लिक स्पिकिङ पनि मलाई इजी भइरहेको क्या। सो यति नै, अहिलेलाई यति नै। पछि भेटौँला, मेरो भ्लगहरू आउँदैछ, हेर्नुहोला। ओके, बाई।